सम्पूर्ण साथीहरू सबैजनालाई नमस्ते, गुड इभिनिङ। अब करिब करिब बेलुकाको समय भइसकेको छ। आज तपाईहरुलाई मेरो जिन्दगीको सबैभन्दा अविस्मरणीय यो चाहिँ म लाइफमा अहिलेसम्म यस्तो यात्रा चाहिँ कहिले पनि गरेको थिइनँ। यो मेरो फर्स्ट टाइम हो। यतापट्टि देख्न सक्नुहुन्छ भेरी नदीको यता सल्यान जिल्लामा छु म अहिले ठ्याक्कै। अब यता सल्यानबाट जाजरकोटतर्फ पारीपट्टि जाजरकोट जानको लागि यहाँ अब पुलको सेवा सुविधा पनि छैन, कुनै चाहिँ अन्य सवारी साधनको सेवा सुविधा पनि छैन। यहाँ चाहिँ एउटा यो के भन्छ भाइ, यो स्थानीय मेरो भाइ हुनुहुन्छ यहाँ, म उहाँलाई भन्छु। के नाम हो बाबु, के नाम हो तिम्रो? प्रकाश। अनि प्रकाश भाइ, यो ठ्याक्कै यो के हो? यो अहिले हामी चाहिँ यात्रा गर्ने के भन्छ यसलाई, के भन्दा यसको नाम के हो? ट्विन भन्छ होइन? ट्विन हो कि के ट्विन भन्दो रहेछ। अब एकदम यो जोखिमपूर्ण यात्रा म कसरी गरौँला त? अब मलाई त एकदम डर लागिरहेछ। फर्स्ट टाइम म बस्दैछु यार, म कसरी जाने हो यहाँबाट पारीपट्टि? यो त जीवनमा म कहिल्यै पनि सक्दिनँ जस्तो लाग्थ्यो। अब आज चढौँ कहाँ, कसरी चढ्ने? समात यार। ओ माई गॉड, यहाँ टेक्ने, यहाँ समातौ अहिले चढ्ने बेला। यसमा ए माई गॉड यार, बाबु यार के हो यो? त पल्टिन्छ क्या हो? अरे बाबा, तलै बस्छु है। अरे यार, अरे ल तानो। अरे यार मा कसम, म त लाइफमा यार फर्स्ट टाइम यस्तो गरिरहेको छु हो। बिस्तारै तानो मेरो। माई गॉड यार, के हो यो? अरे भाई लोग यार आगे चिम यो तल भेरी नदी छ। अरे बिस्तारै नअड्काम हो। हेलो के भयो? भाइ तानै फर्स्ट टाइम म चाहिँ चढेको, मजा पनि आउँदो रहेछ, तर बहुत डर लागिरहेछ मलाई यार। हो के हो?